रातको अगाडि भगवानको आरती गर्दैछौँ। हजुर सबैजनाले हामीहरू सँगै भगवानको कीर्तन गरेर हामीलाई कीर्तनमा सहभागी हुनुहोला। त्यस्तै गरी वडा नम्बर 10 का अध्यक्ष वडा नम्बर 10 का वडा श्री मन्त्री कुमार मण्डलजी पनि यहाँ पाल्नु भएको छ। उहाँलाई पनि यस कार्यक्रममा हामी अतिथिको रूपमा स्वागत गर्छौँ र यस रथयात्रा कार्यक्रममा सहभागी हुन पनि अनुरोध गर्दछौँ। किनकि यो जुन सरकार छ, जुन सरकारको प्रतिनिधि पाल्नु छ, उहाँहरूको उपस्थिति हाम्रो लागि विशेष रहेको छ। अब यस नगर दर्शन गर्दछ। यदि भगवान जगन्नाथले रथमा आउनु भएको समयमा भगवानको रथको डोरी कसैले स्पर्श मात्र गर्छ भने उसका जीवनका अनेक पापहरू नष्ट भएर जान्छन्। त्यसैले आज भगवान जगन्नाथ, बलदेव र सुभद्रा महारानी जो भगवान जगन्नाथ र सुभद्रा महारानी भगवान कृष्णको बहिनी हुनुहुन्छ। त्यसैले जगन्नाथ, बलदेव, सुभद्रा महारानी उहाँहरू चाहिँ भगवान भक्त हुनुहुन्छ। उहाँहरूको आज रथयात्रा छ र यसको लागि इस्लामका संस्थापक आचार्य श्रील प्रभुपाद पनि रथमा विराजमान हुनुहुन्छ, जसले जगन्नाथ आज भगवान जगन्नाथ जो जगत हुनुहुन्छ, जो सम्पूर्ण जीवात्माका पिता हुनुहुन्छ, जो स्वयं श्री कृष्ण हुनुहुन्छ, जो स्वयं भगवान हुनुहुन्छ, उही भगवान जगन्नाथको आज
जगन्नाथ रथ यात्रा कार्यक्रम इसका महानबाट यहाँ आयोजना हुन गइरहेको छ। यो रथ यात्रा महोत्सव भगवान मन्दिरमा विराजमान हुनुभएको भगवान आज रथमा रथारोहण हुनुभएको छ। यो अति विशेष भगवानको दिव्य उपस्थिति हो। त्यसैले मन्दिरमा हामी दर्शन गर्दाखेरि जसले गर्दा आज हामी सबैजनाले यो हरे कृष्ण महामन्त्रको कीर्तन संसारभरि सुनेका छौँ, जुन कलियुगको यो धर्म हो। आज रामनवमीको भोलि रामनवमीको कार्यक्रम रहेको छ र आज कार्यक्रमको सम्बोधन गर्दै जाँदैछ। हामीहरू सबैलाई कीर्तन गर्छौँ। कीर्तन टिमलाई माइकमा कीर्तन गर्न अनुरोध गर्छौँ र सबैजनाले कीर्तनसँगै हामी हरे कृष्ण महामन्त्रको जप गर्छौँ। हरे कृष्ण हरे कृष्ण 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 हरे 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 राम हरे राम 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 हरे हरे संपदाय सपसाय उत्तरे श्रीमते भक्तिदाता स्वामी तिराने हेलो नमस्ते सरस्वती देवी गौरवाणी प्रचारिणी निर्विशेष सुजमाने हरे राम 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 हरे हरे Hare Krishna, Krishna
भगवानको आरती गरेर एकछिन रोक्नु होला, अब पहिला जगन्नाथ रथ यात्रा किन भगवान जगन्नाथको रथ तान्दैछौँ यसको बारेमा हामी पढाइको हिसाबले सिभिल इन्जिनियर हुनुहुन्छ र स्कल नेपालको केन्द्रीय कार्य समितिको उपाध्यक्ष पनि हुनुहुन्छ, सँगै स्कल बुढादेवी काठमाडौँको अध्यक्ष हुनुहुन्छ र एकदम मिलनसार व्यक्तित्व आम प्रभु कृपा प्रभु जो ब्रह्मचारी हुनुहुन्छ। उहाँको मुखार बिन्दबाट जगन्नाथ रथ यात्रा के हो, हामी किन मनाउँदैछौँ, आज महानमा नगरपालिकामा किन विशेष कार्यक्रम हुन्छ यसको बारेमा हामी श्रवण गर्छौँ। हरे कृष्ण हरे कृष्ण। सबैजनाको हातमा डोरी आइसकेको छ। म हजुरहरूलाई चाहिँ छोटकरीमा जानकारी गराउँछु। उहाँ विराजमान हुनुहुनेको भगवान को हुनुहुन्छ र डोरी तान्नाले के फाइदा हुन्छ र भगवान किन यसरी गर्छ समयमा पनि बाहिर धाममा अहिले कलियुगको प्रभाव गरिसकेको छ। धेरै जसो व्यक्तिहरूलाई भगवानको मन्दिर जाने फुर्सद छैन। जस्तै हामीहरू मध्ये पनि हेर्ने हो भने कहिलेकाहीँ मन्दिर जान्छौँ, पूजा गरेर फर्किन्छौँ, तर भगवान जगन्नाथ यति दयालु हुनुहुन्छ। अब आसन ग्रहण गर्नु भनेर अनुरोध गर्दै उहाँसँग कृपा याचना गर्दै हामीहरू कीर्तन गर्दै डोरी तान्नेछौँ। त्यस कारणले गर्दाखेरि एकदम धैर्यताका साथ धेरै हतार नगरिकन, किनकि तपाईँले जोडले तान्नुभयो भने यसका व्यवस्थापनमा अलिकति गाह्रो हुन्छ। त्यसैले हल्का स्पर्श मात्रै गर्नु र बिस्तारै गएर र भगवानको नाममा कीर्तनमा झुन्दै झुन्दै र तान्नु होला। हरे कृष्ण हरे कृष्ण 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 हरे 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 राम हरे राम 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 हरे हरे। जगन्नाथमा मात्रै हुने गर्थ्यो, तर शिलाप्रपातको विशेष कृपाले गर्दाखेरि आज गाउँ गाउँ नगर नगर सहर सहरमा यो जगन्नाथ रथ यात्रा महामहोत्सव मनाइँदैछ र हाम्रो फाउन्डर आचार्य श्री भक्ति स्वामी शिलाप्रपात अगाडि विराजमान पनि हुनुहुन्छ। सुस्वागतं जगन्नाथ सुस्वागतं जगन्नाथ सुस्वागतं जगन्नाथ सुस्वागतं जगन्नाथ सुस्वागतं जगन्नाथ